नमस्ते साथीहरू। भोक मिठो कि भजन भने जस्तै आज भोक पनि थियो र भजन पनि मिठो भएको थियो र म चाहिँ आज के बनाउन लागे मेरो भान्सामा भनेदेखि मैले चाहिँ च्याउ बनाउन लागे साथीहरू। अनि च्याउ यति थोरै होइन कि त्यो च्याउले मात्रै के पुग्नु र अनि त्यसपछि हेर्नु थोरै कति थोरै है। अनि त्यसपछि यसमा चाहिँ मैले मिसाउँछु भान्टा। अनि मलाई चाहिँ भान्टा ठुलो मम्मीले ल्याएर दिनुभएको हुन्छ। अनि ठुलो मम्मीलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु भिडियोको मार्फतबाट। र अनि यतिखेर चाल्छु भान्टा। यो भान्टा यति मिठो हुँदो रहेछ नि साथीहरू, भन्नै पर्दैन के साथीहरू। अनि थोरै भुटेर बेसार हाल्छु, बेसार हालेर अनि बेसार पनि अलिकति एकछिन चलाउँछु, भुट्छु है। त्यसपछि बेसार हालेपछि नुन हाल्छु, नुन अनि नुन आफ्नो स्वाद अनुसार हजुरलाई थाहा छँदैछ। अनि त्यसपछि हाल्छु मसला हाल्छु थोरै। अनि त्यसपछि एकछिन भुट्छु, छोपिदिन्छु। अनि साथीहरू के तरकारी पकाउने बेला भएपछि टमाटर लिन जान्छु त टमाटर सकेको रहेछ है, मलाई थाहा नै भएन के साथीहरू। अनि टमाटर नभए पनि आज चाहिँ बिना टमाटरकै खाउँ भनेर बिना टमाटरकै पकाएँ। अनि उता तरकारी पाक्दैछ अनि यता चाहिँ म चामल धुन आएँ साथीहरू। अनि एकातिर चामल एकातिर भात बसालेँ, किनकि भात सात खाएर काम गर्न जानुपर्ने हुन्छ। अनि त्यसपछि तरकारी र भात हुन्छ रेडी। अनि म चाहिँ मेरो फेस देखाउँछु के साथीहरू, गर्मी छ है, बिहान बिहान कति गर्मी, तराईको गर्मी बढे अनुसार एकदमै गर्मी छ कि साथीहरू। अनि त्यसपछि खाना हुन्छ रेडी। अनि म चाहिँ यता बुवालाई दिइसकेको हुन्छु। अनि बुवा चाहिँ आज मन्दिर के सोमबार है, अनि मन्दिर जानुहुन्छ। कानमा फुल सिउरेर कति बेरसम्म फुल कानमा राखिराख्नु भएको थियो कि। अनि मैले चाहिँ पानी बोतलमा दिएको थिएँ, अनि बोतलमा नखाने मलाई गिलास दे भन्नुभयो कि। अनि मैले चाहिँ गिलास लिएर आएर पानी दिएँ बुवालाई। अनि म पनि खाना बसेँ। अनि म चाहिँ मिसाल्छु कागती, मलाई चाहिँ कागती खानामा एकदमै मनपर्छ कि, प्रायः जस्तो म कागती खाइबस्छु। अनि म चाहिँ हल्का ढोकेर खाने गर्ने बानी छ कि मेरो चाहिँ। अनि एकदमै मिठो भयो भन्दैछु है। त्यसपछि यति मिठो भए हुन्छ।